ए आमा के लिएर आउनु भयो? ए आज मुला काटेर चाहिँ अचार लाउन भनेर। हजुर। अनि घाममा सँगेल परेको परे घट्छ, घरि उता सँगेल पर्छ, घरि यता सँगेल पर्छ। अनि त्यही त तपाईँलाई एउटा कुरा भन्नु थियो क्या। कतिपय मान्छेले अब यस्तो भिडियोहरू हामीले बनाएको देख्दा कमेन्ट गर्नुहुन्छ कि अनि मान्छे त अब पुरा संस्कारी भिडियोहरू बनाउँछौ होइन, अनि संस्कारी सासूको संस्कारी बुहारी तर यसरी पेन्टहरू पो लाउँदो रहेछौ भनेर कमेन्ट गर्नुहुन्छ हो। त अब त्यस्तो कमेन्ट गर्नेहरूलाई चाहिँ के भन्नुहुन्छ तपाईँ? अब त जुग अनुसारको परिवर्तन पनि हुन्छ। हजुर। अनि अब बुहारीहरूले उसमा अब मन्दिर जाँदा, घरमा पूजा लाउँदा, पूजा गर्दा, तिथि श्राद्धमा अनि यस्तोमा हिँड्दा ओर्दा चाहिँ अब साडी नै लाएर हिँड्छन् बुहारीहरू। अनि अब फटै हस्पिटल जानु पर्यो, कतै बिहा बटुलो अब अलि टाढा टाढा जानु पर्यो, घुम्न जाँदा ओर्दा पनि स्कुटीमा अप्ठ्यारो हुन्छ बाइकमा बस्न। त्यो भएकोले गर्दाखेरि सजिलाको लागि अब लाउँछन्। त्यही त हामीले लाउँदा, हामी बुहारीहरूले लाउँदा तपाईँलाई केही अप्ठ्यारो आपत्ति छ? मलाई केही अप्ठ्यारो पर्दैन, किनभने त्यो आफ्नो सत्यमा र कुन बेला लाउनु पर्ने कुन लुगा भनेर त बुझेर उनीहरूले लाइरहेका छन्। त्यो भएकोले मलाई केही लाग्दैन। अब पेनहरू लाएर गए उनीहरूले अब कतै घुम्न जाँदा बाइकमा हिँड्दाखेरि भन्दाखेरि त्यो मलाई राम्रै लाग्छ, किनभने साडी फलाला हुन्छ अल्झिन सक्छ नानीहरूसँग। अनि त्यो भएकोले गर्दाखेरि पेन लाएर हिँड्दाखेरि पनि मलाई राम्रै लाग्छ। त्यही त तपाईँलाई केही आपत्ति? केही आपत्ति लाग्दैन। म छोरीहरूले बुहारीहरूले लाएर हिँड्छन्, म लाऊ भन्छु, केही मलाई केही आपत्ति लाग्दैन। अब अहिले अब जुग पनि त्यस्तै आएका छन्। अब हामीले त अब आजसम्म अब लाइएन पनि लाउनु पनि परेन अब। हजुर। र अहिले अब जुगै त्यस्तो आएका छन्, सबैले लाएको देख्छन्। अनि राम्रो सत्य मनमा लाएर त्यसरी बाइकमा हिँड्दाखेरि, टाढो बाटो हिँड्दाखेरि लाएर हिँड्दाखेरि चाहिँ मलाई राम्रै लाग्छ बुहारीहरूले। र लुवाई खुवाईले मान्छे चिन्न पनि सकिँदैन होइन। हजुर। अब त्यसले अब दिनैभरि साडी लाएर हिँड्छ, देखाएर हिँड्छ, अब त्यसको भित्र कस्तो खालको छ। हजुर। त्यसलाई अब मान्छे चिन्न सकिँदैन। अब पेनहरू भेषहरू लाएर हिँड्छन्, तर कति मान्छे ज्ञानमूलक, कति धार्मिक, कति उसमा हिँडेका हुन्छन्। र लुगाले नै मात्रै यसले यस्तो लुगा लाएर हिँडेछ, यो त यस्तै रहेछ भनेर त्यो पनि हामीले सोच्न सकिँदैन। अनि त्यस्तो लुगा लगाएछ, यस्तो लुगा लाएर हिँड्ने अब कस्ता खालकी चाहिँ, के खालकी चाहिँ, कस्तै खालकी रहेछ, त्यस्तो खालको निस्केछ। तर उसको चाहिँ सत्यमन संस्कारी पनि हुनसक्छ।